दल दर्ता भएको जम्मा 6 महिनाभित्र 7वटा सिट जितेर राष्ट्रिय पार्टी बन्न सफल भयौँ भनेर खुसी मनाउने कि 2079 को निर्वाचनमा सँगै मेयर बनेका बालेन झन्डै 2/3 लिएर प्रधानमन्त्री बन्दैछन्, आफू चाहिँ जम्मा 7वटा सिट लिएर प्रतिपक्ष बन्नु पर्यो भनेर दुखी हुने। यो छनौट गर्ने जिम्मा चाहिँ हर्क साम्पाङ र सम्पूर्ण समसंस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूलाई। आजभन्दा 3 वर्ष अगाडिसम्म हर्क र बालेन भन्ने यी दुवै नाम नेपाली राजनीतिको लागि अन्जान थियो। 79 को स्थानीय निर्वाचनमा दुवैले मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिए अनि पूर्वको मुख्य शहर धरान र देशको राजधानी काठमाडौँ दुवै ठाउँका नेपाली जनताहरूले एउटै चुनाव चिन्ह लौरो लिएर लडेका यी दुवै उम्मेदवारहरूलाई विजय गराइदिए। मेयर हुनु अघि दुवैले देशको लागि खासै ठुलो योगदान त गरेका थिएनन्, तर मेयर बनेपछि भने यी दुवैजना नेपालको राजनीतिमा दुई ठुला शक्ति बनेर उदाउन सुरु भयो। मेयर बनेपछि हर्क र बालेन दुवैले आफ्नो पालिकामा कति विकास गरे, निर्वाचन अगाडि जनतामाझ गरेका कतिवटा बाचाहरू पूरा गरे या गरेनन्, यो बारे कुनै दिन चर्चा गरौँला। तर समग्रमा हेर्नुपर्दा यी दुवैजनाले आफ्नो कार्यकाल सफल मेयरको रूपमा भने पूरा गर्न पाएनन्। तर विगत 3 वर्षमा यी दुवैले आफूलाई फरक फरक रूपमा भने चिनाउन सफल भए। काठमाडौँका मेयर बनेका बालेन पुरै दुर्लभ बनिदिए। निर्वाचित भएपछि उनले न त मिडिया फेस गरे न त कुनै पब्लिक डिबेटकै सामना गरे। उनी मात्र फेसबुकको स्ट्याटस र महानगरको सभाहरूमा सीमित भए। लाखौं फलोअर्स भएका फेसबुक पेजहरू बालेनको मुखपत्र बन्न थाले अनि केही युट्युबरहरू दिनको 3-4 वटा भिडियो बनाउँदै काठमाडौँमा बालेनले गरे यस्तो चमत्कार उस्तो चमत्कार भन्दै हरेक दिन जस्तो युट्युबमा अपलोड गर्न थाले। सामाजिक सञ्जाल र युट्युबको हुइपले बालेन्द्र शाहलाई बालेन बनाइदिए। युवाहरूको लागि उनी रोल मोडल बन्न थाले किनकि उनी एकदमै कम बोल्थे तर ओजनदार बोल्थे।